तपाईँहरूको डेड बडी कहाँ लाने रेडी भएर बस्नु होला भन्नुभएको थियो डक्टरहरूले। बिहा गरेको 6 महिनामा 2टा मृगौला फेल, 17 दिन भेन्टिलेटरमा, 2 पल्ट किडनी फेल, 2 पल्ट मृगौला प्रत्यारोपण। हेलो एभ्रिवान, म प्रेम फुयाल, तपाईँहरूलाई मेरो युट्युब च्यानलमा स्वागत छ। आज म तपाईँहरूलाई मैले भोगेका हरेक कुराहरू, म र मेरो श्रीमतीले भोगेका कुराहरू, जिन्दगी कस्तो र कहाँसम्म हुन्छ भन्ने कुरा बारेमा मैले लिएर आएको छु। र मान्छेले सानो सानो कुरा हुँदाखेरि पनि हार खाने, गलत डिसिजनहरू लिने कामहरू गर्नुहुन्छ। त्यो भएकाले तपाईँले यो भिडियो एकदमै तपाईँहरूको लागि जानकारी छ। र अरू पनि छ जुन कुरामा एकदमै इम्पोर्टेन्ट कुराहरू आउँछ यो भिडियोमा, एकदमै ध्यान दिएर हेर्नु होला तपाईँको लाइफको लागि, कि यसले एकदमै धेरै हेल्प गर्न जान्छ। सो ढिला नगरिकन विषयवस्तुतिर जाउँ। हामीले बिहा गऱ्यो 2012मा, अनि बिहा गरेर रमाइलो लाइफहरू बितिरहेको थियो, राम्रै थियो। हामीले फ्युचरको बारेमा सोचिरहेको थियौँ, हामीले प्लानहरू बनाउँदैछौँ, यस्तो यस्तो गर्ने भन्ने कुरा। अब खुसीको माहौल थियो। सो त्यसपछि जस्तै 6 महिना भयो, मेरो श्रीमतीको मृगौला 2टै मृगौला फेल भयो भन्ने कुरा थाहा भयो। त्यसपछि हामीले त्यो बिचमा धेरै सङ्घर्ष, त्यो पीडाहरू छ, यसको बारेमा सबै डिटेल लिएर आउनेछु। अनि हामी त्यसपछि नेपालभन्दा बाहिर गयौँ उसको ट्रिटमेन्टको लागि। हामी 4 वर्ष जति त्यहाँ हस्पिटलमै बितायौँ। त्यसपछि अब मृगौला प्रत्यारोपण गर्नुपर्छ भन्नुभयो। मृगौला त पायो, तर अब हामीसँग पैसा थिएन। अनि मृगौला दिने मान्छेले पनि पैसा टन्नै माग्नुभएको थियो, तर पछि पहिला दिन मान्नु भएन, पैसा माग्नुभएको थियो। पछि उहाँले फेरि दिने जस्तो कुरा गर्नुभयो र दिनुभयो। सो तर पैसा थिएन हामीसँग, अपरेसन गर्नुको लागि पैसा थिएन, चेकअप गर्नुलाई पैसा थिएन। अनि त्यसपछि त्यहाँको त्यो कसरी पैसा म्यानेज भयो, कसरी हामीले पैसाहरू कलेक्सन गऱ्यौँ र कहाँबाट पैसाहरू आयो, किनभने त्यो त्यतिकै आउने कुरा होइन, र कसरी आयो भन्ने कुरा बारेमा म तपाईँलाई यसको फेरि फुल डिटेल ल्याउनेछु। हामीले अपरेसन गऱ्यौँ नेपालमै आएर। अनि अपरेसन गरेपछि 3 महिना पछाडि फेरि एक्सिडेन्ट भयो, एकदमै ठुलो एक्सिडेन्ट। त्यसपछि 17 दिन भेन्टिलेटरमा, 17 दिनसम्म बिहोस। अनि डक्टरले चाहिँ तपाईँहरूको डेड बडी कहाँ लाने, रेडी भएर बस्नु होला, तपाईँको मान्छेको चाहिँ 5% मात्रै चान्स छ बाँच्ने। जो कि भर्खरै मृगौला प्रत्यारोपण गरेको थियो। मृगौला प्रत्यारोपण 3 महिना मात्रै भएको थियो श्रीमतीको। र उसलाई चाहिँ त्यतिखेर त्यो एकदमै अब भिडभाडमा हिँड्नु नमिल्ने, अब बाहिरतिर कहीँ जानु नमिल्ने, त्यही बेलामा ठ्याक्कै म एक्सिडेन्ट परेँ। त्यसपछि के कारणले म भेन्टिलेटरमा गएँ, मेरो के भयो, के इन्जुरी भयो, मलाई के त्यस्तो उयो भयो होइन। मैले मृत्युलाई नजिकबाट निहालेको छु, अहिले म जिउँदैछु। सो म त्यसको बारेमा तपाईँहरूलाई फेरि फुल डिटेल दिनेछु। र हाम्रो सकेकै छैन अझै। त्यसपछि फेरि हामी सबै राम्रै हुँदै थियो। अनि फेरि कोरोना आयो तपाईँको 2020मा। 20मा कोरोना आएपछि हामीले त्यही 21तिर हामीले भ्याक्सिन लगायौँ। अनि 21तिर भ्याक्सिन लगाएपछि त्यो कोरोना भ्याक्सिन चाहिँ मैले पनि लगाएँ, मेरो श्रीमती पनि लगाएपछि त्यो भ्याक्सिनले फेरि नराम्रो काम गर्यो। त्यसले चाहिँ श्रीमतीले लगाएको त्यो नयाँ केटीलाई समस्या देखाउन थाल्यो। अब त्यसको त उपचार गर्नु पऱ्यो। उपचार गर्नलाई हस्पिटल जाँदाखेरि डक्टरलाई सोधेको यसको केही उपचार छ त नेपालमा भन्दाखेरि उहाँले नेपालमा अहिले यसको उपचार छैन, जे जस्तो छ यसलाई कन्ट्रोल गर्दै लाने, जति दिन चल्छ भन्ने कुरा गर्नुभयो। त्यसपछि हामीले इन्डिया जाने प्लान गऱ्यौँ। हामीले 14-15 लाख इन्डियामा खर्च गऱ्यौँ। अनि किडनी अहिले मैले विचारमा र अहिले सर्च गर्दाखेरिको हिसाबमा चाहिँ त्यो किडनी भर्खर मात्रै बिग्रिन सुरु गरेको थियो, जो कि त्यसको ट्रिटमेन्ट नेपालमा पनि थियो रहेछ, पछि गएपछि थाहा भयो। अनि यसको बारेमा म तपाईँहरूलाई फुल भिडियो लिएर आउने छु कि के कारणले बिग्रिँदै थियो र त्यो ट्रिटमेन्ट हुन्थ्यो कि हुँदैन थियो, र हामीले कस्तो ट्रिटमेन्ट गरायौँ भनेर। र इन्डिया गएर ट्रिटमेन्ट त गराउनु गयौँ, तर मृगौला हामीले बिगारेर आयौँ। पुरै मृगौला बिग्रियो, फेरि टोटली बिग्रियो। यति बरु नेपालमै यहाँ डक्टर हुनुहुँदो रहेछ, राम्रो हस्पिटल रहेछ, म त्यसको बारेमा पनि तपाईँहरूलाई बताउने छु। त्यहाँ देखाएको भए हाम्रो त्यो मृगौला बिग्रिँदैन थियो। त्यसपछि नेपालमा आएर केही समय पछाडि उसको मृगौलाले टोटली काम गर्नु छोड्यो। अनि फेरि हामीले डायलिसिस सुरु गर्ने भयौँ। अनि डायलिसिस सुरु गऱ्यौँ। डायलिसिस गर्दाको पीडा, पैसा त्यतिकै खर्च, त्यो सङ्घर्ष छुटै छ। त्यसपछि फेरि अनि अब मृगौला ट्रान्सप्लान्ट गर्नुपर्छ भन्नुभयो, मृगौला प्रत्यारोपण गर्नुपर्छ भन्नुभयो डक्टरले। त्यसपछि अब कसले दिने त मृगौला, म त अलरेडी त्यस्तो भइसकेको छु, इन्जुरी छु। त्यसपछि अब मेरो घर परिवार, उताको उसको घर परिवारले पनि कुराहरू गर्दाखेरि उहाँको घर परिवारबाट पनि कसैले नदिने, यताबाट पनि कसैले दिनु मान्नु भएन। किनभने अब किडनी दिनु भनेको सजिलो छैन, त्यो एउटा मृगौला निकालिदिनुपर्छ। त्यो भनेको आफ्नै हृदयले अब दिनु मन लाग्यो भने मात्रै दिने हो, त्यो कसैलाई करकाप गर्नु मिल्दैन, किन आफ्नो इच्छा हो त्यो भन्नेको कुरा। किन आफ्नो शरीर हो, आफूले अब एउटा रगत दिनु त कति गाह्रो हुन्छ मान्छेलाई भने, त्यो मृगौला भनेको त धेरै गाह्रोको कुरा हो। मरिहाल्छु कि भन्ने अब धेरै डरहरू हुन्छ। सो त्यसको बारेमा म पुरै डिटेलहरू लिएर आउँछु, के कारणले उहाँहरूले दिनु भएन भन्ने बारेमा। र अनि अब के गर्ने भन्दाखेरि कुनै उपाय छैन। अब म आफै
दिन्छु भनेको कतिजना डक्टरले चाहिँ मिल्दैन हुँदैन भन्नुभयो अनि लास्टमा चाहिँ ल कोही छैन भने चाहिँ दिनु भन्नुभयो र त्यसपछि म आफै रिस्क लिएर मैले किडनी पनि दिएँ मृगौला दियो अनि मृगौला प्रत्यारोपण पनि भयो मृगौला प्रत्यारोपण भइसकेपछि राम्रो हुँदै थियो 2 महिनाभन्दा केही दिन त्यस्तै केही दिन भएको थियो अथवा 2 महिना पुगेपछि चाहिँ फेरि अर्को ठुलो समस्या देखा पर्यो अनि त्यसपछि अब त्यो अहिले डक्टरले भन्नुभएको छ त्यो सर्जरी गर्नुपर्छ आज भर्खर हामीले मृगौला प्रत्यारोपण गरेको आज तपाईँको ठ्याक्कै 80 दिन मात्रै भयो भनेपछि 20 दिन अगाडि नै हामीलाई त्यो कुरा थाहा भयो त्यसपछि हामी हरेक हस्पिटलतिर गयौँ हरेक हस्पिटल डक्टरसँग यसको कुनै ट्रिटमेन्ट छ कि बिना अपरेसन मेडिसिन केही भन्दाखेरि उहाँहरूले अहिलेसम्म कुनै पनि त्यसको ट्रिटमेन्ट छैन अपरेसनै गर्नुपर्छ भन्नुभएको छ सो अझै पनि हामी त्यो फिक्सेड भएको छैन कि के गर्ने र कसरी उपचार गर्ने भन्ने बारेमा अझै उहाँले 7-8 लाख पैसा लाग्छ भन्नुभएको छ अब यसको बारेमा चाहिँ म तपाईँलाई के रोग हो र कसरी लाग्यो भन्ने बारेमा अनि त्यो म फेरि त्यसको चाहिँ अर्को भिडियोमा म डिटेल लिएर आउनेछु अनि सबै यस्तै हाम्रो लाइफमा अहिलेसम्म हामी 14 वर्ष भयो यसरी सङ्घर्ष गरेको हस्पिटलमै भनौँ न धेरै जस्तो हाम्रो जिन्दगी हस्पिटल नै बितेछ अहिलेसम्म कति पैसा सक्यो भन्ने कुरा यकिन छैन कति सक्यो अनि पैसा सकियो भने मान्छे हामी जिउँदैछौँ अहिलेसम्म त्यो चाहिँ एकदमै खुसीको कुरा हो र म तपाईँहरूलाई अब यो भिडियो अहिलेसम्म तपाईँले सब्सक्राइब गर्नुभएको छ भने प्लिज मेरो यो भिडियोलाई सब्सक्राइब गरिदिनु होला जसले गर्दाखेरि मलाई एकदमै हौसला मिल्छ यो मेरो नयाँ च्यानल हो तपाईँहरूको माया प्रेम र सपोर्टको एकदमै मलाई जरुरत छ र म यो भिडियोमा चाहिँ अरू के लिएर आउँछु भन्ने बारेमा म तपाईँलाई थोरै दिनेछु यो चाहिँ मैले हाम्रो समस्या के भएको थियो तर अब म यो च्यानलमा चाहिँ के कुराहरू चाहिँ म तपाईँहरूको बिचमा लिएर आउँछु भिडियोहरू भन्ने बारेमा म तपाईँहरूलाई 1 by 1 दिँदै जानेछु नम्बर 1 हाम्रो मृगौला बिग्रिनुभन्दा पहिला के सिम्टम देखाउँछ यो सिम्टम हामी धेरैलाई थाहा हुन्छ तर त्यो साँच्चै मृगौलाले गर्दा हो के हो भन्ने कुरा थाहा हुँदैन यो त हामीले भोगेको छौँ त्यो भएर म डक्टर चाहिँ होइन फेरि मैले भोगेको हरेक कुराहरू म तपाईँलाई दिन्छु जसले गर्दाखेरि एकदमै धेरै हेल्प हुन्छ अनि मृगौला बिग्रिसकेपछि डायलिसिस किन गर्ने डायलिसिसको पीडा कस्तो हुन्छ खर्च कति हुन्छ कुन हस्पिटलमा हुन्छ त्यसपछि मृगौला प्रत्यारोपण गरिसकेपछिको लाइफ कस्तो हुन्छ मृगौला लिने मान्छेले कसरी जीवन चलाउने अथवा जीवन स्टाइल कस्तो हुन्छ हैन जीवन कसरी हामी अगाडि बढ्न सक्छौँ कामहरू के गर्नुपर्छ खानपिन दबाई सबै कुरा अनि डोनर गरिसकेपछि किडनी मृगौला दिइसकेपछि अथवा दिनुभन्दा अगाडि र दिइसके पछाडिको सबै डिटेल त्यो के गर्नुहुन्छ कति समय पछाडि काम गर्नु मिल्छ ती सबै डिटेलहरू आउँछ कति खर्च लाग्छ के लाग्छ कति समयमा हस्पिटल जाने त्यो सबै कुरा र मृगौला भने चाहिँ यस्तो चिज हो कि त्यो एकपल्ट बिग्रियो भने एकदमै गाह्रो हुन्छ यदि सुरुमा थाहा पाइयो भने त्यसलाई मजाले सेभ गर्न सक्छ त्यो मृगौलालाई लाइफ टाइम चलाउन सकिन्छ तर एकपल्ट बिग्रिसक्यो भने तपाईँको खरबौँको घर जग्गा जमिन बेच्यो भने त्यो मृगौला तपाईँको उपचार गर्न सकिँदैन त्यही भएको कारणले गर्दाखेरि यो मेरो युट्युब च्यानलमा एकदमै धेरै इम्पोर्टेन्ट भिडियोहरू आउँछ सो तपाईँहरूले मेरो युट्युब च्यानललाई सब्सक्राइब गर्नु होला कमेन्ट गर्नु होला सेयर गर्नु होला म अर्को भिडियोमा फेरि सबै एक-एकवटा डिटेलहरू लिएर आउनेछु सो त्यसको लागि तपाईँले प्रतीक्षा गर्नु होला त्यसको लागि तपाईँले मेरो युट्युब च्यानललाई सब्सक्राइब गर्न नभुल्नु होला र अनि त्यो नजिकमा भएको बेल आइकन पनि बजाउनु होला जसले गर्दाखेरि तपाईँहरूकोमा त्यो नोटिफिकेसन आउँछ मैले भिडियो हालेपछि त्यो एकदमै इम्पोर्टेन्ट कुराहरू हो बाई बाई फेरि अर्को भिडियोमा भेट्नेछु